दुर्गा प्रसाई जतिको चाहिँ नि एउटा चाहिँ नि अभियन्ता महाअभियानै चलाएको उहाँ नै आज नागरिक सरकारसँग हामी यसरी बसेर एउटा समझदारीमा पुग्यौं भनेपछि अब चुनाव हुने कुरामा त दुविधै रहेन नि। पत्रकार साथीहरू, हामीले खास गरेर सरकारले दुर्गा प्रसाईजीले नेतृत्व गर्नुभएको महाअभियानसँग आज 12 बुँदे सम्झौता गरेका छौं र त्यो 12 बुँदे सम्झौताहरू यहाँहरूलाई अब उपलब्ध हुने नै छ। 12 बुँदे सम्झौताभित्र के छन् भन्ने कुराहरू त्यसको व्याख्या गरिराख्नै परेन, पछि उहाँले पनि बताउनु हुनेछ। तर खास गरेर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विषयमा उहाँका चाहिँ नि मागहरू थिए र मुख्यतः राजनीतिक र आर्थिक कुराहरू अझ बढी चाहिँ नि केन्द्रमा रहेर उहाँहरूले आवाजहरू उठाउनु भएको थियो र त्यो खालको मागहरू गर्नुभएको थियो। बडो मेहनतका साथ हामी दुवै पक्षले चरण चरणमा हामीले चाहिँ नि वार्ताहरू गऱ्यौँ, छलफलहरू गऱ्यौँ, संवादहरू गऱ्यौँ, यसका विभिन्न पक्षहरूको विषयमा चर्चा गऱ्यौँ र अहिले तत्काल सम्बोधन हुन सक्ने मागहरू अहिले के छ र अलिकति बीचमा अलिकति मिड टर्ममा सम्बोधन हुन सक्ने माग के छ र अलिकति लङ टर्ममा सम्बोधन हुन सक्ने माग के छ भन्ने लगायतका विषयमा हामीले विभिन्न कोणबाट चाहिँ नि छलफल गऱ्यौँ र त्यो छलफल गर्दाखेरि हामी बीचमा एउटा सहमति चाहिँ बृहत एउटा साझा बुझाइ चाहिँ के थियो भनेदेखि यो देशलाई समृद्ध बनाउनुपर्छ, यो देशलाई विकसित बनाउनुपर्छ, नेपाल रह्यो भने मात्रै हामी रहन्छौँ, नेपाली जनताको हित चाहिँ हामी सबैको हित हुनुपर्छ भन्ने चाहिँ हाम्रो साझा बुझाइ भयो दुवै पक्षको, सरकारको पनि र दुर्गाजीले नेतृत्व गर्नुभएको चाहिँ नि यो महाअभियानको पनि। त्यही बिन्दुबाट त्यसैमा टेकेर नै हामी अहिले चाहिँ यो सहमति गर्न सफल भएका छौँ र यो सहमति गर्ने कुराहरूमा दुर्गा प्रसाईजीले, त्यस्तै गरेर दुर्गा प्रसाईजीको जो टिमहरू हुनुहुन्छ, जति पनि टिमहरू हुनुहुन्छ, मध्यस्थकर्ताहरू हुनुहुन्छ, म उहाँहरू सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छु। उहाँहरूको पनि चिन्ता र चासो भनेको देश र जनता नै रहेको हामीले समग्रमा यो वार्ताको क्रममा पायौँ र हाम्रो पनि चासो र चिन्ता त्यही भएको कारणले आज यो 12 बुँदे सहमति सम्भव भएको छ र यो सहमतिको कार्यान्वयनको लागि अब हामी अगाडि बढ्छौँ र त्यो अगाडि बढ्ने सिलसिलामा यहाँहरूलाई म दुर्गाजीलाई यहाँ सँगै राखेर पनि भन्न चाहन्छु, दुर्गाजीले आफ्नो राजनीतिक अभियानलाई अब शान्तिपूर्वक ढङ्गबाट अगाडि बढाउनु हुनेछ र त्यो शान्तिपूर्वक उहाँले बढाउनु भएको राजनीतिक, आर्थिक जे अभियानहरू छन्, सामाजिक अभियानहरू छन्, ती अभियानहरूले चाहिँ मुलुकको समृद्धिको बाटोमा अगाडि बढ्न सहयोग पुग्छ भन्ने सरकारलाई विश्वास छ र यसले अर्को थप एउटा कुरा यो समझदारी भएसँगै सरकारले के विश्वास गरेको छ भने तोकिएको मितिमा निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नको लागि चाहिँ नि मद्दत पुगेको छ र यो मद्दत गर्नुभएको र यो वातावरण बनाउनु भएकोमा म दुर्गाजीलाई तपाईँहरू मार्फत नै फेरि पनि सरकारको तर्फबाट धन्यवाद दिन्छु। अरू 12 बुँदे समझदारीमा भएका कुराहरू त यहाँहरूले सबै त्यो समझदारी अब सार्वजनिक भइहाल्छ। दुर्गा प्रसाई जतिको चाहिँ नि एउटा चाहिँ नि अभियन्ता महाअभियानै चलाएको उहाँ नै आज नागरिक सरकारसँग हामी यसरी बसेर एउटा समझदारीमा पुग्यौं भनेपछि अब चुनाव हुने कुरामा त दुविधै रहेन नि। चुनाव त शान्तिपूर्ण ढङ्गले हुन्छ। यसो गरौँ न, चुनावको कुरा भन्दा नि आज उहाँले मान्ने कि नमान्नेको कुरा त्यो कुरा त उहाँले भन्नुहुन्छ नि त। 12 बुँदे समझदारी भित्र आज रहौँ न उहाँ र हामी कुरा गर्दा। चुनावको विषयमा त म भोलि बोल्छु, उहाँले पनि बोल्नु होला। चुनावको फागुन 21 हुन्छ त्यसमा चाहिँ मुलुक अगाडि बढिसक्यो। मैले यति भने, तपाईँलाई धेरै धेरै धन्यवाद है।